देखो भाई मछली कितना बड़ा है। वही भैंस की टैंक। वही पानी में जाएगा क्या ये? ओ बहुत रिस्की है यार। ओ भाई साहब देखो भाई ऐसे पानी में निकल रहा है मछली, इतना बड़ा बड़ा भैया जी ने। के भयो यार? ल एभ्रिवान गुड इभिनिङ सबैजनालाई। सो अहिले चाहिँ म र मेरो भाइ चाहिँ साइकल राइड गर्न आँटेको छु। अनि राइट नाउ हामी चाहिँ इन सर्जापुर बेङ्गलोरमा छु। हिडन प्लेस तपाईँहरूलाई देखाउन आँटेको छु आज चाहिँ सर्जापुरको, किनभने यो चाहिँ जङ्गल एरिया हो। कतिजना सोच्छ सर्जापुर होइन, तर हामी चाहिँ सर्जापुर पनि त्यो तामिलनाडु नियर बर्डर साइडमा बस्छौँ नि त। सो राइट नाउ त्यही भएर चाहिँ यहाँ धेरै जङ्गलहरू छ। आजको राइड चाहिँ हाम्रो कस्तो भन्दाखेरि चाहिँ यही जङ्गलबाट स्टार्टिङ हुन्छ। अनि आजको राइड चाहिँ यताबाट होइन। अनि के भाइ पम्प छैन रहेछ त? पम्प छ कि छैन हेर्न त। ठिकै छ नि त। अहिले राइड गर्दा गर्दा हामी साइकल दोकानपट्टि जाउँ ल, त्यता गएर पम्पसम्म हालेर हल्का फुल्का ल। अन्त आजको राइड चाहिँ त्यही हो, तपाईँलाई सर्जापुरको हिडन प्लेस देखाउने छु। अनि जति हुन्छ त्यति देखाउँछु, तर जङ्गल एरिया हो यो चाहिँ। हामीले त आफ्नो सिटी एरिया बेङ्गलोर बसेको होइन, त्यही त तपाईँलाई देखाउँछु है आज चाहिँ। हल्का रिकर्डिङ गरिदिउँ त यहाँ हाम्रो। ए ब्लग गर्नु भएको? हजुर दाइ हेलमेट लगाएर। अनि यहाँ मात्र होइन, हाम्रो पर पनि जङ्गल छ। यसो वान राउन्ड लाएर चाहिँ हामी सायद त्यो साइडपट्टि जानेछु। ल एभ्रिवान लेट्स सी, हेरौँ आजको भिडियो कस्तो हुन्छ है। थ्याङ्क यू। सो एभ्रिवान हाम्रो राइड चाहिँ स्टार्टिङ भइसक्यो है। भनौँ भन्दाखेरि फर्स्ट अफ अल चाहिँ मेरो हिँड भाइ स्पिड हिँड, आस्ते कुदाउनु जरुरी छैन। फर्स्ट अफ अल भन्नुपर्दाखेरि चाहिँ मेरो साइकलको ब्रेक छैन। ठोकिदिन्छु है भाइ, मैले भनिदिइसकेको छु है, ठोकिदिन्छु है म चाहिँ। ल गाइस हाम्रो जङ्गल हो। ओए पहिल्यै झन्डै लडेँ यार म त। ला कता यो यस्तो पाराले पम्चर हुन्छ जस्तो लाग्यो त मेरो टायर त। अन्त झन्डै पहिल्यै झरेँ यार म त। कता हो बाटोमा टुइटा छ त यार। पम्प पनि बोकिनँ मैले आज। ओ म चाहिँ साइकल कुदाउनु नसक्ने छु मेरो हिसाबले। कहाँ गएको यो भाइ? कता गएको त्यता चाहिँ? बाटोमा तिनवटा छ, कहाँ हो? यो बाटो गयो भने त यहाँ अगाडि निस्किन्छ जस्तो छ त। ए ओ बाटो के को? ओ भाइ पम्चर हुन्छ होला है टायर। ओ यस्तो जङ्गल बाटो छ। मतलब यो चाहिँ सबै गभर्मेन्ट ल्यान्ड हो क्या। बाटो आएको जस्तो छ त मेन रोड आयो भने त अल्छी लागिहाल्छ है। उकालो जाउँ ल, उकालो हिँड। लेफ्ट यता भन्छु, लेफ्ट पनि चिन्दैन यो भाइले यार। यता आऊ न। ल एभ्रिवान बाटो चाहिँ ठुलै आयो यहाँबाट चाहिँ हो। हिजो पनि मैले बोनीमा कुकुरलाई ठोकिदिएको थिएँ होइन, ब्रेक नलागेर। अनि आज पनि बोनीमा हेर न यो। सो एभ्रिवान नजारा हेर न कति मजा लाग्यो। बाख्राहरू, घाम पनि टक्क दामी होइन। जे ओ थ्याङ्क यू अना। ल अब म चाहिँ कुकुम्बर खाँदै। ल हेर त गाइस, भाग्य भनेको निधारै ठुलो कुकुम्बर पनि पाएँ, नेचुरल कुकुम्बर। कुकुम्बर खाएर राइड गर्नु मजा आउने रहेछ। ल वाह बाटो हेर न गाइस, बाटो ओहो के टेस्टी कुकुम्बर टेस्टी। अब बाटोमा तोतला बोल्दा जस्तो छ कुकुम्बर खाँदै। भाइ मैले त कुकुम्बर पनि पाएँ नि हेर त। यो बाटो चाहिँ म कुकुम्बर हातमा ल्याएर हिँड्दिनँ, लड्यो भने कुकुम्बर खान्छु बुढो। के भयो यार? कुकुम्बर सर्क्यो मलाई यहाँ हेर त। घारीमा पस्यो मेरो साइकल। ला यस्तो त हुन्छ, झन्डै ढुङ्गामा ठोक्यो। यत्रो ढुङ्गामा पायो। ओइ टर्च पनि हौ।
के गर्छ अहिले फेरि गरेछ भन न फेरि त्यही कुरा मेरो भाइ चाहिँ अघिसम्म त के कहानी भन्दै थियो हो केटीको बारेमा फोन अन गरेको लज्जै हाल्छ मेरो भाइ त ल एभ्री वान हामी फेरि कन्टिन्यू गरौँ राइट है हामी उयो बिल्डिङ देख्दैछ तपाईँले ऊ परको बिल्डिङ त्यो बिल्डिङबाट चाहिँ आएको होला हामी जङ्गल भएर अब हाम्रो फेरि यहाँबाट सफर हुन्छ यस्तो राउन्ड लगाएर चाहिँ फेरि त्यही बिल्डिङको छेउमा पुग्नेछु हो कि होइन भाइ अनि तपाईँहरू त टु बी कन्टिन्यू है मेरो भिडियो चाहिँ अनि तपाईँहरूलाई कतिजना लाग्छ नि त बेङ्गलोर चाहिँ अब सिटी हो खतरनाक टाउन हो होइन खतरनाक मजाको छ नेचुरल हुनु त नेचुरल नै छ तर कति एरिया चाहिँ अहिलेसम्म त्यस्तै छ क्या हाम्रो गाउँ जस्तै हेर न देख्यौ यतातिर हल्का घर यतातिर हल्का घर के हो यतातिर हालेर यो लगाएर साला डर फुक्रे अब बर्खा लाग्न आँट्यो होइन त्यही भएर मान्छेले यहाँनिर ट्र्याक्टर ल्याएर बारी जोतिरहेछ क्या यता त पानी जामिन्छ खनिरहेछ क्या यहाँनिर पानी जामोस् अन्त त्यो पानी चाहिँ युज गर्नुको लागि होइन आमा बाटो त यस्तो हो नि त खास साइकल कुदाउने अलिक ठुलो भयो अलिक सानो हुनुपर्ने हुनु त ठिकै छ यो दामी छ तर मैले त सोचिरहेको थिएँ मोटीलाई पनि ल्याउँछु भनेर होइन मोटी त आज बिहान ड्युटी गर्थेन बेलुका उसलाई जानु जरुरी थियो त्यही भएर मोटी आएन ल गाइस बाटो हेर नि यहाँ बाटो यत्रो बाटोहरू छ ग्राउन्डतिर हो मतलब गाउँतिर हामी चाहिँ यहाँनिर डेली आइबस्छु तर कहिले पनि म रिकर्डिङ गर्दैन के यो ठाउँहरू चाहिँ सो आज चाहिँ तपाईँहरूलाई म रिकर्डिङ गरेर देखाइरहेको छु सानो गाउँहरू छ यो एउटा भयो होइन यहाँ त धेरै मतलब 40-50वटा घरहरू भएको चाहिँ ठाउँहरू छ क्या सानो अलिक स्पिड हिँड है भाइ ल यस्तो खालको मलाई चाहिँ सानो बाटोमा कुदाउनु मन लाग्छ क्या साइकल चाहिँ तर यहाँ त ठुल्ठुलो बाटो छ गाडी कुद्नु लायकको नै चलिहाल्छ होइन तर साइकल कुदाउनु लायकको बाटो छ कि माटोको रोडको चाहिँ होइन हेर त कति मजाको ठाउँहरू छ धेरै स्पिड कुदायो भने चाहिँ के हुन्छ भने यहाँ बलुवाहरू पनि छ अब हेर यहाँ के रोपेको तपाईँहरू कमेन्ट गर्नु होला प्लास्टिक लाएर है धेरै खेती गर्छ कि यतातिर चाहिँ मतलब बेङ्गलोर त हो तर सिटी एरिया होइन नि त यो चाहिँ भिलेज एरिया हो तपाईँको यो बाटो गयो भने चाहिँ तामिलनाडुमा नभनेको पनि 7-8 किलोमिटर टाढो गयो भने चाहिँ तामिलनाडु पुग्छ क्या हामी चाहिँ त्यो ठाउँमा छु बेङ्गलोरको पिक ठाउँमा छु क्या यहाँबाट चाहिँ हाम्रो बर्डर साझा गरेको छ नि त तामिलनाडुसँग अनि त्यही भएर यहाँको गाडीहरू चाहिँ प्रायः टिएन नै हुन्छ होइन भाइ ठोकिदिन्छु है म अलिक स्पिड कुदाऊ के भन्दा पनि ज्यादा टिएन हुन्छ क्या ओ भाइ नरेको रुख आमा यो बाटो चाहिँ पानी झरीमा त यस्तो चिप्लो हुन्छ कि साइकल कुदायो होइन लडेको हुन्छ यहाँ चाहिँ हो यो टाइममा त ठिकै छ अब पानी पर्ने सिजन चाहिँ आउँदैछ बिस्तारै अघि तपाईँहरूलाई देखाइसकेको छु त होइन पानी आउन आँट्यो भने चाहिँ यिनीहरूले खेती गर्नु स्टार्ट गरिहाल्छ किनभने यिनीहरू टोटली निर्भर चाहिँ यिनीहरू त्यही आकाशको पानी पनि पर्छ क्या यहाँबाट गयो भने चाहिँ तपाईँको तामिलनाडु जान्छ देख्नु पो सानो बाटो छ यहाँनिर चाहिँ जङ्गलको तर हामी चाहिँ जाँदिनँ डर लाग्छ मलाई चाहिँ यो बाटो चाहिँ डरै लाग्दैछ हेर न रुख केही रुख यतै रुख मान्छे त नरुख सिधै गएकै आमामा खोइ मेरो त साइकल कुदाएर होला यस्तो चाक दुख्दैछ कि साइकलको सिट पनि उयो कम्फर्टेबल छैन क्या सो त्यही भएर पनि हेर यहाँ पिपलको रुखहरू कस्तो खतरा आज पनि माछा मार्दै होला है भाइ सो एभ्री वान हेर अहिले चाहिँ यहाँनिर माछा मारिरहेछ होइन अन्त यहाँ चाहिँ भैयाले माछा मारेको रहेछ हेर त माछा ओ भाइ साहब सबसे बड़ा मछली उसको दिखाएगा आप हाथ में लेके कितना बड़ा है दिखाए ना इसको दिखाए कैसा है हाथ से निकाल के दिखाए कैसा है
ओ भाई साहब, देखो भाई मछली कितना बड़ा है। वही भैंस की टैंक, वही पानी में जाएगा क्या ये? ओ बहुत रिस्की है यार। ओ भाई साहब, इतना बड़ा मछली यार। मैं तो सोचा ही नहीं था कि इतना बड़ा मछली इधर से आएगा। ओ देखो भाई, ऐसे पानी में निकल रहा है मछली, इतना बड़ा बड़ा भैया जी ने। मैं सोच रहा था यार इसे क्या मछली मिलेगा, सोच रहा था। कितना केजी हो गया अभी ये टोटल? 2 किलो। ओनली 2 केजी हो रहा है। 2 केजी तो ज्यादा है, वो ज्यादा है, सिंगल बस को बोल रहा हूँ। हाँ बड़ा है वो। एक बार उठाऊं मैं पूरा? मैक्सिमम ये 4 केजी तो होगा ना? आराम से होगा। वाह ठीक है। मैं तो सोचा ही नहीं था कि इधर इतना बड़ा बड़ा मछली भी है। पर आप लोग बीमार पड़ जाएगा ना, इतना गंदा पानी है फिर। अच्छा से नहाना पड़ेगा आप लोग, है ना? देखो भाई, उधर भी तालाब है ना, उधर भी बहुत सारा मछली है, उधर जो बना हुआ है ना। पर अभी पता नहीं, वो पहले बहुत बल्छी लेके बंदे लोग आता था, एक बंदे इतना मछली लेके चला जाता था। पर अभी कोई भी मछली पकड़ता नहीं, शायद किसी ने कुछ बोला होगा। ओ भाई कसम, यस्तो खतरनाक माछा थियो कि, यति माछा थियो त्यहाँनिर, अनबिलिभेबल माछा। बाप रे, यत्रोडे माछा, म छक्कै परेँ यार त्यो माछा देखेर चाहिँ, होइन? अनि म चाहिँ के गर्दैछु यिनीहरूले भनेर गएको, होइन? म त सोचेँ पहिला यताको लोकलहरू हो, के गइरहनु भनेर सोचिरहेको थिएँ। तर थोप्रा हेर्दाखेरि चाहिँ यताको मान्छे जस्तो लागेन नि त मलाई। गएर हेरेको त माछा त बाप रे, छक्कै पऱ्यो। यस्तो दलदली हिलोबाट पनि माछा यति डरलाग्दो निस्किन्छ भनेर सोचेको थिइनँ कि। मेरो कारणले गर्दा फेरि त्यो ठुलो माछा झन्डै पानीमा झऱ्यो यार। तर जे होस्, नपत्ता त खोलाले बगाउँछ भन्छ नि, त्यस्तै भयो क्या यहाँनिर पनि। माछा त खतरा तर